हेलो गाइस, वेलकम टू माई च्यानल। हिजो यता चल्ला थियो, आज यता भुस अझै थपेर आज उता सारिदिएको। 9 दिनको चल्ला, 9 दिनको भइसक्यो। तपाईँलाई हिजो 8 दिनको देखाएको थिएँ, आज 9 दिनको। यता राखिराखेको। अहिले दिउँसोको लागि यहाँ भुस छर्दैछ, अलि सुक्न दिए। अब यता सारिदियो, फोरो पनि हुन्न। पन्ध्र 20 दिनपछि यो पार्टिसन नि खोलिदिने। अन्त अलि ठुल्ठुला भइसकेको छ। एउटा कस्तो बाङ्गो भएछ के भएर खोइ, बढ्न त बढिरहेछ तर बाङ्गो भएछ कि किन बाङ्गो भयो खोइ, सिधा हुँदैन। मलाई गाह्रो हुन्छ हिँड्दा नि, टाउको बाङ्गो भएर छ। अन्त ठिकै छ, खाइरहेछ। अहिलेसम्म नाङ्लोमै खाछन्, कोही यसो हालेर ल्यायो भाँडामा। तपाईँको छोडेको बाङ्गो भएको बाङ्गो हिँड्छ यो एउटा। अरू त ठिकै छ, सब बढिरहेछ। 9 दिनको चल्ला हो। 14 दिनपछि दाना फेर्नुपर्छ। अहिले 0को मात्रै दिइरहेछ हामीले। 14 दिनपछि मिसाएर दिने हो, 1-2 दिन, अनि 1 को दिनुपर्छ। त्यसपछि 28 दिनपछि 2 को सुरु गर्ने हो। ठिकै छ, चल्ला सबै सेम त हुन्न, कोही सानो नि हुन्छ, कोही ठुलो। ठिकै हो। अहिले तपाईँको 1-1 पाउको भइसक्यो। अब 14 दिनमा हुन्छ, अझै 14 दिनसम्म। के गर्ने उपाय छैन, नाङ्लोमा दिनुपर्छ, अलिक सफा हुन्छ, यसमा नि खाइरहेको हुन्छ। फोरो त फोरो गर्छ, साफ गरिराख्नुपर्छ। अब सबै दिन बनाएर खेल्नलाई तापक्रम गर्मी छ। बस चलाइराख्नुपर्छ, यिनीहरूले टुक्राइराख्नुपर्छ। बसिराख्यो भने एक ठाउँमा छुट्टिएर बसेको थियो, जोडिएर बस्नु भएन। छुट्टिएर बस्दा केही भएन, जोडिएर बस्नु नहुन्न। बाहिर गर्मी छ, लास्टै घाम छ। किरा समातेको छ अहिले, बिताउँछ किरा खाएर, घाँटीमा अटाउँछ। कुरा पुरै छ।